आज हामी एनिमल टिस्यु पढ्न गएका छौँ। एनिमल टिस्यु 4 प्रकारको हुन्छ, 4 टाइप्स हुन्छ। एउटा भनेको इपिथेलियम टिस्यु, अर्को भनेको कनेक्टिभ टिस्यु, अर्को भनेको मस्कुलर टिस्यु, अर्को भनेको नर्भस टिस्यु। त्यसमा पनि हामी इपिथेलियम टिस्यु सुरुवात गर्न गएका छौँ। इपिथेलियम टिस्यु भनेको 4 प्रकारको हुन्छ। एउटा भनेको सिम्पल इपिथेलियम टिस्यु, अर्को कोलुमनार इपिथेलियम टिस्यु, अर्को भनेको क्युबिटिकल इपिथेलियम टिस्यु, अर्को भनेको ट्रान्जिसन इपिथेलियम टिस्यु, अर्को भनेको सिडो स्ट्रेटिफाइड इपिथेलियम टिस्यु। त्यसमा पनि हामीले सिम्पल इपिथेलियम पढ्न गइरहेका छौँ। सिम्पल इपिथेलियम भनेको हामीले याद गर्नलाई एउटा ABCDE निमोनिक छ। एबाट एल्भुलाई, बीबाट बोमन क्याप्सुल, सी भनेको सिलम, डी भनेको डिसेन्डिङ लुप अफ फ्यामिली, ई भनेको इन्डोथिलियम, अर्को भनेको स्ट्रेटिफाइड स्क्वामस इपिथेलियम टिस्यु भनेको एउटा क्रेटिनाइज, अर्को भनेको नन क्रेटिनाइज। क्रेटिनाइज भनेको डेड हो, त्यो पनि नहाँस। निमोनिक्स हामीले याद गर्न सक्छौँ। एनबाट नेल, एचबाट हेयर, यसबाट स्किन। नन क्रेटिनाइज भनेको BOC याद गर्न सक्छौँ। बी भनेको बक्कल क्याभिटी, ओ भनेको ओसोफागस, सी भनेको कन्जक्टिभा, एबाट एनल क्यानल। अर्को भनेको कोलुमनार इपिथेलियम टिस्यु, त्यो पनि सिम्पल र स्ट्रेटिफाई हुन्छ। त्यो सिम्पलमा पनि एउटा सिलेटेड एउटा नन सिलेटेड हुन्छ। सिलेटेडमा पनि हामीले भोट निमोनिक्स याद गर्न सक्छौँ। भीबाट भाषा डिफ्रेन्सिया, भेन्ट्रिकल अफ ब्रेन, ओभिडक्ट, ट्रेकिया, इपिडाइडमिस। अर्को नन सिलेटेड पत्ता निक्लिने ठाउँहरू जस्तै युटेरस, स्मल इन्टेस्टाइन, स्टोमक। अर्को भनेको क्युबिटिकल इपिथेलियम टिस्यु। क्युबिटिकल इपिथेलियम टिस्यु पनि 2 प्रकारको हुन्छ, एउटा सिम्पल एउटा स्ट्रेटिफाई। सिम्पल भनेको हामीले 2G अफ PCR याद गर्न सक्छौँ। जी भनेको ग्राफिन जर्मिनल अफ ओभरी, अर्को जी भनेको ग्ल्यान्ड, अर्को भनेको एफ भनेको फोलिकल भनेको ओभरी र थाइरोइड हुन्छ, अर्को भनेको एफ भनेको फेरस ट्युबुल, त्यसमा पनि सेमिफेरस ट्युबुल, युनिफेरस ट्युबुल, पी भनेको प्लेक्सस अफ क्रोइड, आर भनेको रेटिना। स्ट्रेटिफाइडमा भनेको यस स्क्वायर पी याद गर्न सक्छु। यस भनेको सेलेब्री ग्ल्यान्ड हुन्छ, एउटा भनेको स्विट ग्ल्यान्ड हुन्छ, यस भनेको पी भनेको पेन्क्रियाटिक डक्ट हुन्छ। अर्को भनेको सिडो स्ट्रेटिफाइड इपिथेलियम टिस्यु गर्न सक्छु। त्यसमा पनि हामीले बेट याद गर्न सक्छु। बी भनेको ब्रोन्काई, ई भनेको युस्टेसन ट्युब, टी भनेको ट्रेकिया। अर्को भनेको ट्रान्जिसन इपिथेलियम भनेको 3UP याद गर्न सक्छु। ई भनेको युटेरस, अर्को यु भनेको युरेथ्रा, अर्को यु भनेको युरिनरी ब्ल्याडर, अर्को यु भनेको रिनल पेल्भिस पेल्भिस हामीले याद गर्न सक्छौँ। सिम्पल। त्यस पनि त्यो एउटा अर्कै ग्ल्यान्ड हुन्छ भनेको ग्ल्यान्ड र इपिथेलियम। एपोक्राइन हुन्छ, होलोक्राइन हुन्छ, मेजोक्राइन हुन्छ। एपोक्राइन भनेको एपेक्समा हुन्छ। त्यसमा पनि हामीले त्यसको यति इक्जाम्पल भनेको मेमोरी ग्ल्यान्ड, यहाँ ए, त्यो याद गर्न सक्छौँ। अर्को भनेको होलोक्राइन भनेको त्यो होल सेल छ नि, त्यो डिसइन्टिग्रेट हुन्छ। त्यसमा पनि एउटा अति इक्जाम्पल भनेको सिबासियस ग्ल्यान्ड। हामीले निमोनिक्स यस होस यहाँबाट याद गर्न सक्छौँ। अर्को भनेको मेरोक्राइन ग्ल्यान्ड, त्यसको इक्जाम्पल भनेको सेलेब्री ग्ल्यान्ड हो, यसको भनेको यमी। एउटा यो भनेको धेरै इम्पोर्टेन्ट छ, यो सोधिरहेको हुन्छ, क्रिप्ट अफ लाइबरकुन्स, त्यो भनेको यस भनेको सिम्पलर, टी भनेको यहाँ टी भनेको ट्युबुलर ग्ल्यान्ड हुन्छ। सिबासियस ग्ल्यान्ड पनि हुन्छ, त्यस पनि यस भनेको सिम्पल, बी भनेको ब्रान्च, ए भनेको अल्भोलाई ग्ल्यान्ड। हामीले यो 3टा हामीले थाहा हुन्छ, इन्डोक्राइन, एक्जोक्राइन, मिसोक्राइन। यहाँबाट पनि क्वेसन सोधिरहेको हुन्छ। इन्डोक्राइन भनेको हामीले एउटा निमोनिक्स रेडी थियो। आर भनेको रेस्पिरेटरी सिस्टम, ई भनेको एविस्टेसन ट्युब, ए भनेको अडिटरी डक्ट, डी भनेको डाइजेस्टिभ सिस्टम। डाइजेस्टिभ सिस्टम पनि एक्सेप्सन छ, एउटा सेलेब्री ग्ल्यान्ड त्यो बाहेक। अर्को भनेको TH भनेको थाइरोइड ग्ल्यान्ड, अर्को TH भनेको थाइमस ग्ल्यान्ड। एक्जोक्राइन ग्ल्यान्ड भनेको त्यसको पनि एउटा निमोनिक्स छ, 4EPIC। ई भनेको इपिडर्मिस, अर्को ई भनेको आईमा कन्जक्टिभा, कोर्निया, रेटिना पनि हुन्छ। ई भनेको इनामेल, इन्टायर नर्भस सिस्टम तर एक्सेप्ट मेनिन्जेस एन्ड माइक्रोग्लिया भनेको फेगोसाइटोसिस हुन्छ। पी भनेको पेट्युटरी ग्ल्यान्ड हुन्छ, पी भनेको पिनियल ग्ल्यान्ड हुन्छ, एउटा भनेको आई भनेको इन्टर्नल इयर हुन्छ। मिसोडमको हामीले निमोनिक्स मिस्कोडम गर्न सक्छौँ। एम भनेको मस्कुलर टिस्यु, ई भनेको एक्सक्रेटरी सिस्टम, एक्स भनेको एक्सक्लेटन सिस्टम, सीओ भनेको कनेक्टिभ टिस्यु, त्यसमा पनि सीओ भनेको सिलम क्रोइड, डी भनेको डर्मिस डेन्टाइन, आर भनेको रिप्रोडक्टिभ टिस्यु, एम भनेको मायोकार्डियम अफ हार्ट। हामी WBC याद गर्न सक्छौँ, व्हाइट ब्लड सेल।
त्यसको पनि टाइप हुन्छ ग्रेनुलोसाइट अग्रेनुलोसाइट। ग्रेनुलोसाइट भनेको यो अन्य बिएमई न्युमेरिक्स याद गर्न सक्छु। याद भनेको न्युट्रोफिल त्यो भनेको मोस्ट एबाउन्डेड हुन्छ। त्यो भनेको पुलिसमेन अफ ब्लड पनि हामी भन्न सक्छौँ यसलाई। न्युट्रोफिल। अर्को भनेको इसोफिल अर्को भनेको बेसोफिल। यो भने एलर्जी पनि काज गर्छ। यो भनेको फेगोसाइटोसिस हुन्छ। अर्को भनेको अग्रेनुलोसाइट भनेको हामीले न्युमेरिक्स एलएम याद गर्न सक्छौँ। अर्को भनेको एल भनेको लिम्फोसाइट, एम भनेको मोनोसाइट। यसमा लार्जेस्ट न्युक्लियस हुन्छ। लिम्फोसाइटमा लार्जेस्ट डब्लुबिसी सरी लिम्फोसाइट भनेको लार्जेस्ट न्युक्लियस। मोनोसाइट भनेको यो भनेको यो हामीले यसले उल्टा गर्यो भने डब्लु हुन्छ, त्यसैले यो लार्जेस्ट डब्लुबिसी हुन्छ मोनोसाइट। लिम्फोसाइट पनि दुई प्रकारको हुन्छ। एउटा भने टी लिम्फोसाइट, एउटा भनेको बी लिम्फोसाइट। बी लिम्फोसाइट भनेको मेमोरी सेल हो। टी लिम्फोसाइट भनेको यो किलर हो। त्यसमा पनि दुईवटा हुन्छ, एउटा किलर हुन्छ, CD8 हुन्छ, CD4 हुन्छ। CD4 भनेको किलर सेल, CD8 भनेको मेमोरी सेल। यो भने CD8 र बी लिम्फोसाइट भनेको दुवै सेम एउटै काम गर्छ। टी लिम्फोसाइट भनेको हेल्पर हो। हामीले भनिदिएको नम्बर अफ डब्लुसी भनेको 4000 देखि 11000 हुन्छ। यसको लाइफ स्पेन भनेको 2 विक हुन्छ। आरबिसी भनेको न्युक्लिएटेड हुन्छ हाम्रोमा, तर यो भनेको बाई कन्भेक्स हुन्छ।